टिकटक पनि कति हेर्नु खालि जोडा र जोडीको मात्रै भिडियो आउँछ यार। आफ्नो त गर्लफ्रेन्ड नभएर पनि होला यहाँ जोडा जोडीको टिकटक हेर्नु त्यति रिसै उडेर आउँछ यार। पक्कै लाग्यो यार फेसबुक पो चलाउनु पर्यो। अरे राम्रो पो छ त नाम पनि सोनिका मोडल एड गरिदिइराख्नु पर्यो कतै एक्सेप्ट गरिदिन्छु कि। अरे एक्सेप्ट पनि गरिदिइसकेको छ त यार। ल मेसेज गरिदिइराख्नु पर्यो कतै रिप्लाई आउँछ कि। अरे हजुर अरे मेसेज आएर हजुरले नि अरे बसिरहेको अरे सुनिकाजी के गर्दै हुनुहुन्छ? ए बसिरहनुपर्छ। अनि सुनिकाजी हजुरको घर चाहिँ कहाँ पर्यो नि? केटिएम हो? मेरो त धरान हो। अहिले हालचालै साउदीमा छु म चाहिँ अहिले। हजुर काम त त्यही हो सुनिकाजी। अब अहिले चाहिँ म अब कम्पनीको सुपरभाइजरको पोस्टमा छु। अहिले हाम्रो कम्पनीमा जुन डेट डिसी जानुहुन्छ उहाँहरूलाई चाहिँ अफिसमा बसेर काम के के हो त्यो सबैहरू इन्फर्मेसनहरू दिँदै कामहरू गराउने काम चाहिँ मेरो। हजुर सेलरी त मेरो यहाँको नेपाली 4 लाख जति हुन्छ। यताउति खाएर ओरेर गर्दाखेरि चाहिँ मेरो 3 लाख जति पर्छ। त्यो चाहिँ मेरो एकाउन्टमा हुन्छ जम्मा गर्छु। हजुर भन्नु न। ए मम्मीसँग कहाँ बाहिर जानु नि? ए हुन्छ 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 मेरो पनि ड्युटी जाने बेला भएपछि टाइम भइसक्यो। म पनि ड्युटीमा जान्छु। भरेतिर तपाईँलाई कल गरौँला न ड्युटी गएर फर्केर आइसकेपछि। हुन्छ हुन्छ तपाईँलाई म फोन गरिहाल्छु नि। हुन्छ हस् हस् त सुनिकाजी हुन्छ हस्। क्याम्पस आउँदै हुनुहुन्छ? चेकिङ आउँदैछ कम्पनीबाट। केटाको कामै छैन क्या मोबाइल छुटेर बस्दा आज कुनै कम्पनीबाट चेकिङमा आउँदैछ। ओके बस ओके बस टलक्क टल्काएर ओके बस।
यस सही ड्युटी भयो हजुर मेरो अनि तपाईँसँग आइदिनु मैले टिकटक बनाउँदै हिँडेको अब टिकटक आजै मिल्दैन नि किन नि ए अहिले भर्खर क्याम्पस ल्याएर यो केटाले कामै गर्दैन खालि मोबाइल मात्रै चलाउँछ भनेर भनिरहेर गइरहेछ त्यहाँदेखि बल्ल बल्ल एमआरटी फेसबुकमा अहिले भर्खर एउटा गभर्मेन्ट बनाएको उसले दिएको भन्दाखेरि मेरो त टेकअवे भइहाल्छ भने चेक भइहाल्नु भाइ त गाह्रो छ त यार लाइक बिजोग छ अर्कोचोटि बनाऊँ ल ओके मेरो दाइ ल अर्कोचोटि बनाउँला राम्रो